थुलुङको विरासत चाहिँ छ। हामी भन्नु न, यो सबै जबरा छैन अहिले, बुझ्नु भयो, तर विरासत थुलुङ परिवारमा चाहिँ छ। यो कुरा चाहिँ हामीले जान्नुपर्ने। अब यो विरासत सबैको यो लिगेसी कायम हुँदैन रहेछ। कोही कोही मैले भन्नुपर्दा यहाँ कसैलाई ठेक चोट लाग्ने कुरा होइन, जे सत्य कुरा त बोल्नुपर्छ नि हामीले। लिगेसी यो विरासत भनेको चाहिँ म देख्दछु ड्याड थुलुङको परमेश्वर, एन्डी थुलुङको परमेश्वर, लाजरस थुलुङको परमेश्वर, अर्पणको परमेश्वर। अब अर्पणको नातिको त नाम थाहा भएन है, खोजेको पाइन्छ होला। अनि यो विरासत, यी थरी जिम्मेवार, यो मुखिया, यो सबै विरासत छैन। तर पनि गाउँघरले भन्थ्यो बाबुबाजेको पिँढो चाहिँ थाम्नुपर्छ है भन्दाखेरि हामीलाई एकदमै हो मेरो बाबु यस्ता थिए, मैले गलत काम गरेँ भने मेरो बाबुलाई पनि दोष छ, फलानाको छोरा, फलानाको नाति। यो प्रकारले आज म थुलुङ परिवारमा यो विरासतलाई चाहिँ जीवन्त व्यवहारमा ल्याएको देख्दछौँ। र आज यो किताबको विवचन यस कारणले हुँदैछ। भजन सङ्ग्रह 128 को 5 र 6 मा पुरा भएको देख्छौँ। त्यो के हो? 5 र 6 मा परमप्रभुले तँलाई सियोनबाट आशीर्वाद दिनुहुनेछ, तेरो जीवनभरि तैँले यरुशलेमको उन्नति देख्न पाएस्। 6 पदमा तैँले तेरा नाति पनाति देख्न पाएस्, इस्रायलमा शान्ति आओस्। आज थुलुङ परिवारमा यो विरासत यसरी कायम भएर आयो। अनि हाम्रो श्रद्धेय एन्डी थुलुङ म भेना नै भन्छु, उहाँ पनि पनाति छ नि दिनुभयो। अब अर्पण नाति भयो त अर्पणको छोरा त पनाति भयो नि त। यो भजन सङ्ग्रह 128 ठ्याक्कै पुरा भएको हामी देख्छौँ। यस कारणले मैले पढाइ चढाइ गरेको छैन, जे छ त्यही कुरा मात्रै मैले यहाँ लेख्न खोजेको छु। अब यो विरासत कसरी कायम हुँदै आएको कुरा छ भन्दाखेरि तेरो नाति पनाति देख्न पाएस्। कति ठाउँ बाबुले प्रभुको ठुलो सेवा गर्छ, छोराले नगरेको। कोही ठाउँ त बाबु प्रभुको दास, छोराले प्रभुलाई चिन्न नसकेको। कस्तो गाह्रो छ यो विरासत। विरासत कति ठाउँ कायम नहुँदो रहेछ। मैले आज म श्रद्धेय प्रात स्मरणीय ड्याड थुलुङको चर्चा गर्दा अरू छोराहरूलाई पनि मैले बिर्सेको छैन है, यति कुरा जान्नुहोस् है। ड्याड थुलुङका जम्मा 9 भाइ छोराहरू हुन्। अनि 9 भाइ छोराहरूमा 5 जना त पास्टरहरू नै हुनुहुन्छ। यो विरासत हो नि त। एन्डी थुलुङ, मुक्ति थुलुङ, अनि भरत थुलुङ, ज्योति के अरे दौलत थुलुङ केही महिना अगाडि प्रभुले उठाउनु भयो। जम्मा 56 वर्षको आयु, 57 वर्ष लाग्दा प्रभुले उठाउनु भएको रहेछ। अनि आज बिशप ज्योति थुलुङ, 5 जना त उहाँहरू यो विरासतभित्र नै छ। र तपाईँहरू पनि यो